जय श्री मुक्तिनाथ कुडुले फेदी श्री रंग वेंकटेश भगवत सन्निधि ढोका खोला छ। श्रीधराचार्य सालग्राम संग्रहालय कुडुले फेदी बागलुङ। यो श्रीधराचार्य स्वामीजीको कुटी को पुनर्निर्माण भइरहेको छ पुरातन शैलीमा। जय श्रीमन्नारायण। यो चाहिँ कुडुले फेदीको बाघ गुफाभित्र हामी जाँदैछौँ। यहाँ चाहिँ भगवान शालिग्रामहरूको सङ्ग्रहालय हो। यो श्री रंग वेंकटेश श्रीधराचार्य शालिग्राम संग्रहालय र यहाँ चाहिँ नेपाल अधिराज्यभरि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तीर्थस्थलहरूको चाहिँ यहाँ एउटा परिदृश्य देखाइएको छ नेपाली नक्सामा। अनि पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका तीर्थस्थलहरूका चित्रपटहरू पनि यहाँ राखिएको छ। को काखमा भगवान श्री मुक्तिनाथ विराजमान हुनुहुन्छ, जहाँबाट काली नदी बग्दछिन् र गण्डकीमा आएर समाहित हुन्छन्। र यहाँ लक्ष्य 1,25,000 भन्दा माथि शालिग्रामहरूको संग्रह गरिएको छ, जहाँ भगवानका अनेक अवतारहरू, भगवानका अनेक दिव्य चक्राङ्कित शङ्खाङ्कित आदि शालिग्रामहरूको दिव्य दर्शन पाइन्छ। यो बागलुङ जिल्लाको कुडुले फेदी मा रहेको छ। हरेक नेपालीले यहाँ आएर भगवान शालिग्रामको दर्शन गरी पुण्य प्राप्त गर्न सक्नुहुनेछ। यसरी भगवान शालिग्राम को हामीले दर्शन गराइरहेका छौँ। सम्पूर्णले भगवान शालिग्रामको दिव्य दर्शन गर्न सक्नुहुनेछ। दिव्य चक्र रहेको दिव्य शालिग्राम यहाँ हुनुहुन्छ। चक्रराज एकदम सूक्ष्म रूपमा पनि शालिग्रामहरू रहनु भएको छ। र यहाँ यस्ता प्रकारले
यहाँ अनेक प्रकारका दिव्य रत्नहरू शङ्ख आदि हरेक चिजको दर्शन यस प्रकारले यहाँ गराइएको छ। शालिग्राम भगवानको र यहाँ माता गण्डकी कृष्णा गण्डकीको उद्गम स्थलको परिदृश्य, शाण्डिल्य ऋषि हुनुहुन्छ उता, कृष्णा गण्डकी माता, श्री सालङ्कायन ऋषि, श्री विष्णु चित्त आलवार, श्री परकालसूरी, श्री श्रीधराचार्य स्वामीजी महाराजको विग्रहलाई यहाँ स्थापना गरिएको छ। यसै स्वामी कमलनयनाचार्यका श्री आचार्य रहनुभएका श्रीधराचार्य स्वामीजीको पुरातन चित्र तस्विर पनि यहाँ सङ्ग्रह गरिएको छ। यस्तै प्रकारले पुराना किसिमका सिक्काहरू, नेपाली सिक्काहरूको पनि यहाँ सङ्ग्रह गरिएको छ। पुरातन चिजहरूलाई पनि यहाँ सङ्ग्रहण गरेर यो दिव्य क्षेत्र र सालग्राम यो चाहिँ यहाँ चाहिँ सालग्राम स्मृति मण्डप छ। यहाँनिर यहाँ चाहिँ भक्तजनहरू आएर अवलोकन गर्ने गुफा त्यस्तो देखिन्छ। यस प्रकारले रहेर नेपाल अधिराज्यका परिदृश्यहरू, तीर्थस्थलहरू सबै हामीले यहाँ हजुरहरूलाई छोटकरीमा देखाउने प्रयास गरेका छौँ। जय श्रीमन्नारायण। जय श्री मुक्तिनाथ। जय श्रीमन्नारायण। यसरी हामीले स्वामी श्रीधराचार्य सालग्राम सङ्ग्रहालय, श्री रङ्गवेङ्कटेश भगवान श्री मुक्तिनारायण भगवानको पनि हामीले दर्शन हजुरहरूलाई गरायौँ। भगवती फुटाहरूको लिइरहनु पर्दैन कि। यहाँनिर अध्ययन मण्डप, प्रवचन मण्डप यहाँ स्थापना गरिएको छ। यता आएर श्रीधराचार्य स्वामीजी महाराजको औषधालय, यहाँ हरेक किसिमका औषधोपचार पनि गरिन्छ। र श्री मुक्तिनाथ वेद विद्याश्रम संस्कृत माध्यमिक विद्यालय पनि यहाँ रहेको छ। यहाँ वैदिक धर्म ग्रन्थ, वैदिक शिक्षा, वेद व्याकरण आदि सहित सामाजिक शिक्षालाई पनि यहाँ प्रोत्साहित गरेर कक्षा 6 देखि कक्षा 10 सम्म यहाँ पढाइ भइरहेको छ। यहाँ 40 जना जति विद्यार्थीहरूको आवास, खाने बस्ने सम्पूर्ण व्यवस्था यहाँ रहेको छ। र यहाँ रहने आवास, छात्रावास यो भयो। यो विद्यालयको गुरुकुलको भवन यहाँ सबै यसरी स्थापना गरिएको छ। र यो मनोरम श्री मनोरम कुडुले फेदी गाउँ र यो डाँडोभन्दा तल गण्डकी नदीको प्रवाह बगिरहेको छ। र यहाँ पारिपट्टि म्याग्दी जिल्ला, जहाँ रत्नेचौर हामीले देखिरहेका छौँ। र यहाँ आउनका लागि पोखरा हुँदै बागलुङ बजार भएर बागलुङ बजारबाट 5 किलोमिटरको दूरीमा रहेको श्री कुडुले फेदीमा यो दिव्य क्षेत्र रहेको छ। सम्पूर्ण नेपाली जनहरू, सम्पूर्ण जगतमा जो पनि रहनु भएको छ सबैले आएर पूर्ण रूपमा दर्शन गरी पूर्ण रूपमा लाभ लिनु हुन हार्दिक अनुरोध गर्दै बिदा हुन्छौँ। जय श्रीमन्नारायण। जय श्री मुक्तिनाथ। जय जय श्रीमन्नारायण गोविन्द। सम्पदाका चाहिँ के भयो।